स्प्रिङ्कल यो चाहिँ आलुमा लगाएको छ। हेर्नुहोस् है कस्तो मजा हो। अहिले हामी डेरीमा आइपुगेको छौँ। अनि डेरी भन्नाले यसरी यस्तो छ हेर्नुहोस् है। यहाँ तपाईँको यो भाँडा हेर्नुहोस् त कत्रो ठुलो छुर्पी बनाउने भाँडा। यो छुर्पी बनिन्छ यस्तो छ। दुधहरू यहाँ यो चाहिँ मान्छेलाई होइन तर डगलाई कुकुरलाई बनाएर खिलाउँदा रहेछ यस्तो। ए के खालको थुन? 5वटा 5वटा है? एउटा बाटो चाहिँ आउँदैन त्यो पोकामा चाहिँ नि 5वटा थुन। हेलो सबैजनालाई वेलकम ब्याक छ है मेरो युट्युब च्यानलमा। अनि विशेष गरिकन अहिले हामी कहाँ छौँ भन्दै गर्दा तपाईँको ठ्याक्कै देउराली छेउछाउमै हामी छौँ। नेपाल देउराली हिजो आइपुगेको है। झापाटु देउराली गाडीमा हामी आइपुगेको छौँ। अनि यदि कसै नयाँ छ भने मेरो च्यानलमा लाइक कमेन्ट सब्सक्राइब चाहिँ हमेसा गर्न नभुल्नुहोस् होला भन्ने म तपाईँहरूलाई भनिरहेको छु, गर्नुहोस् है। अनि यहाँको नजारा यहाँको ठाउँहरू कस्तो के छ म तपाईँहरूलाई देखाउन प्रयास गरिरहेको छु। सर्वप्रथम तपाईँहरूले हेर्नुहोस् यहाँनिर यहाँ चाहिँ के छ भन्दै गर्दा नि माछा छ है। यहाँ अहिले मान्छे आएपछि चाहिँ माछा लुक्ने गर्दछ हो। यहाँनिर माछा छ एक्चुअलीमा तपाईँलाई जुम गरेर देखाउँछु। ए यो एउटा माछा हो, यो देख्दै हुनुहुन्छ नि यो कताको यो माछा है। अनि यहाँ चाहिँ रङ बिरङ्गीको माछा छ। यहाँनिर धेरै प्रकारको माछा छ। यहाँनिर एउटा तपाईँलाई म जुम गरेर देखाउँदैछु। हेर्नुहोस् यहाँ चाहिँ यसरी एउटा सानो पोखरी जस्तो लेक जस्तो बनाएर माछा पाल्ने गर्दछ यो खानको निम्ति। यस्तो छ हो। अनि पानीको धारा यहाँ कन्टिन्यू आइ नै राख्छ। हेर्नुहोस् यस्तो छ। अनि यहाँ चाहिँ विभिन्न प्रकारको बगैँचा फुलको बगैँचाहरू यहाँ देख्नुहुन्छ। भाउजू एकदमै मेहनती छ। भाउजूले बनाउनु भएको यस्तो छ यहाँ। अनि यता पनि छ है बगैँचा। हेर्नुहोस् यो फुलको बगैँचाहरू रहेको छ। लाली गुराँस यहाँ छेउमै छ, देख्दै हुनुहुन्छ नि। लाली गुराँस एकदम सानो रूपमा मजाले फलेको रहेछ यहाँनिर। यस्तो छ यो लाली गुराँस। यहाँको नजारा यहाँको दृश्य यस्तो छ। यो काठ घर बनाउनुको निम्ति काठहरू यसरी राखिरहेको छ। यस्तो छ। अब हामी अर्कै ठाउँ हिँडेर जानु लागेको छौँ। तपाईँहरू जोडिराख्नुहोस् होला मेरो च्यानलमा, तपाईँहरूलाई म देखाउनु छु ल यताउताको नजाराहरू कस्तो के हुन्छ। उकाली ओह्राली हामी हेर्दैछौँ। ए अनि तल जानुपर्ने छ। यस्तो छ। हामी आसामकोले चाहिँ यहाँ गरी खानु निकै साह्रो हुँदो रहेछ सो बुझ्दाखेरि। आएर गर्छ नि गरेर नखाए पनि हैन गर्ने। पहिला खाने हामी गर्ने। यस्तो छ। म त के भन्छ यो मान्छे नि रुन्छ अनि म पासपोर्ट पनि म त च्यातेर बन्दाखेरि भन्दै थिएँ मेरो भाइ त काम गर्ने मान्छे। म उकालो ओह्रालो हिँड्दाखेरि गल्यो भने चाहिँ त्यहाँ त अनि 24 घन्टा 12 घन्टा उठ्दाखेरि कतिको गाह्रो हुन्छ। हिँडे हिँडे गर्नुपर्छ। बसिरहनु पाइँदैन। म त फेरि हिँडिराख्नु सक्दिनँ, बस्नै पर्छ। पढाउँदा त म बस्छु। साह्रो त साह्रो पर्छ नि अर्काको अन्डरमा बस्नु। अब यस्तो छ। के गर्नु र अब गइँदैछ है।
ओह्रालोतिर तल मुनि यस्तो छ यहाँको के हो ए कता कता त राति पनि सिकार खेल्न जान्छ नि त्यता चाहिँ जान्छ हँ यो हो कालिस कालिस चाहिँ कत्रो ठुलो हुन्छ ए वन कुखुरा भन्छ नि के हो त्यो चाहिँ तल बस्छ न रुखमा बस्छ ए त्यस्तो रहेछ नि पारा भाइ घर गयो कि त्यो त जाँदैन नि घर किन त्यो दुध पकाउने काम त्यस्तो हो ए त्यहीँ पो बस्छ गयो भने भरे 12 सम्मतिले जान्छ किन हो त्यस्तो ज्यादा भन्ने आफूभन्दा ठुलो भइसक्यो त्यस्तै छ के सिस्टममा महिना हिसाब ए ठिकै रहेछ त काम त अनि गर्मी महिनामा त पाक्छ मान्छे अनि आगोको राप अनि आगोमा पुरै रातमा बस्नुपर्छ नि ए त्यस्तो पो पारा त पुरै फेरि जान्छ यो भत्किनु आँटेछ पहिला पनि यहीँ थियो नि म आउँदा ऊ तलको चाहिँ के हो होइन होइन ऊ त्यो मान्छे राजा 3 भएको ए हो अलिक माथि चाहिँ मूल घर चाहिँ ऊ त्यो हो नि ऊ यो चाहिँ ऊ त्यो चाहिँ माथिको चाहिँ त्यो माथि यो यो ऊ त्यो छाता भएको डिस्टिभी हो ए अघि त्यहीँ पो आएको थियौँ हामी माथि भयो माथि चाहिँ कसको को निवारी खोपा मान्छे छैन त साबी यत्रो ढुन्डिरहेको छ त अघि त पछि पानी ठुलो आउँदा त यहाँ तलसम्म आउँछ नि त्यो माथिबाट बहिनी धारा कस्तो पानी देख्नु पानी त बहिनी कस्तो छ उहाँको त पानी खल्लो हुन्छ कि आसामा त त्यो तिनीहरूबाट मैले कम्ती पानी बोकिनँ नि मैले पहिला होइन अहिले त दुईटा गाँठी 250 बोकेर ल्याएको अहिले त त्यहाँ सबै उयो भयो गनाउने भयो कसले चलाउँछ घर घरमा पानी आउँछ के राम्रो बनाउँछ कुन
यस्तो छ जर्सी गाई नि जर्सी कति दिन भयो बिहाको यो 4 अस्ति 3 दिन भयो यस्तो छ अनि सन्चो सुविधा होला खै सञ्चार नभए त अब के हिँडिबस्छ सञ्चार हो बुद्ध बहिनी मरुन कति दिन छ यसले खै भर्खर बिहाको छ पहिलो बेटी हो ऊ त घाउ हो कि हाउना के भयो त्यो थुन हो ए के खालको थुन एक्स्ट्रा 5वटा 5वटा है एउटा बाटो चाहिँ आउँदैन त्यो पोकामा छ नि 5वटा थुन गाईको छक्कै पर्नु होइन अस्ति दिन बिहा हो 28 गते बेलुका 11 बजे यस्तो छ यताको नजाराहरू यस्तो छ यो कुखुरा के खालको कुखुरा हेर्नुहोस् है खालको कुखुरा हो त यहाँ त यसलाई उ भन्छ कित्रे कित्रे नि घाँटी पिल्छ होइन नि बहिनी सबैतिर यस्तो भए त घाँटी खाँदाखेरि पिल्छ के अरे लाग्थेन नि ऊ त त्यो भाले जस्तै त फेरि उता नजाने खान्छ नि होइन ला के भएर गयो नि सानो बिउ काटेर लाँदा पनि हुन्छ माइराले कलर लाग्यो ए कलर लगाएको कलर गरेको अन्त हाम्रो चाहिँ कुन चाहिँले एकपल्ट आँखा फुटाइदिएछ नि मेरो एउटा खै 2 दिन जति आएर बसेको थियो फेरि हिजो त थिएन कता गयो केटाहरू काटेर कस्तो मजा पर्छ बाहिर निकाल्नु त के खालको बच्चा छेउ भएको त बिउ लानु हुन्थ्यो टाढो हुँदैन अब आसाम कहिले पुरा यहाँको बाटो यस्तो छ है भिर यहाँबाट लड्यो भने त सिधै पुगिन्छ सरु पहिरोले बाटो यस्तो बनाइदिएको छ पहिरो गएर बाटो यस्तो छ यहाँको धेरै नै डरलाग्दो बाटोहरू छ पानीको धारा यो पानी चाहिँ कहाँबाट आएको होला माथि केबाट आएको यो पानी माथितिरबाट त भेला हुँदै हुँदै आएको त्यो पानीको मूल फुटेर हजुर ठुलो मम्मी खसेको कति भयो भन्दाखेरि भयो होला हौ 6-7 साल भयो कि पापा पहिला हो नि पापा खसेको त तपाईँको लगभग अहिले 14-15 महिना भयो 14-15 साल वर्ष हो नि अङ्ग्रेजीको 2014 मा खसेको हो हजुर हजुर ए के लाग्थ्यो अरे ए हजुर यस्तो छ यहाँको बाटोहरू
यस्तो छ है यहाँको बाटो यसरी हिँड्नु परिरहेको छ छ नि पछि आउँदा मार्नुपर्छ मैले घरमुनि सार भेट्छ नि 1.5 किलो मारेर गरे नि अस्ति साढे 300 खाइयो त्यताले मारेर एक पावा यहाँ है हजुर आधी किलो यो घर उमोको सब साथी साथी एउटा हाल्छ भन्छ त्यहाँ यस्तो माने तर देख्दैन ढुङ्गा मुनि लुकेको होला यो नि जडीबुटी कुन हो चेरोइटो जडीबुटी हो के गर्छ यसले ए यहाँ चढ्नु पर्ने अरे आमा म त देखेर त नि सिस्नु त कस्तो खाएको अस्ति वहाँ गएर कम्ता मिठो हुँदैन रहेछ यस्तो छ यहाँ चढ्नु पर्ने भन्छ खोइ यो उकालो है अनि यो उकालो चढ्नु त पाखोला पाहा खोला पाहा पाहा धेरै पाएर तर आजभोलि पाहा चाहिँ पर्दैन माछा चाहिँ पाइन्छ पाहा खोला माछा चाहिँ हो नि यस्तो बाटो छ यो बाटो चढ्नु पर्ने ठाडै बाटो यो बाटो ठाडो पाखा के हो यस्तो भने यो बाटो चढ्नु पर्ने अरे ल यो नि सिस्नै हो अर्कै खालको जङ्गल यो खान्छ त्यो पनि यस्तो छ है पारा आइपुग्नु भयो भाउजू ए हो चर्च बनाउँदाखेरि घोडे परेङ तानेको यो होला यहाँबाट सानो सानो बाँस जस्तो हुन्छ नि
यहाँ चाहिँ पानी यसरी आउँछ है बारीमा ती हेर्नुहोस् इलाइची बारीमा लाग्यो सब इलाइची हो यसरी पानी लाउँदो रहेछ यता यहाँसम्म पानी आएको छ सिक्काहरू यस्तो छ अनि ऊ पनि गएको अनि त्यहाँबाट अगाडि नै वार्निङ दिन्छ नि त कसले त्यो काने मान्छेहरूले यो म खायो भने 3 दिनसम्म चाहिँ बिमार बनाउँछ अनि रिस्क लिएर मात्रै खानुपर्ने के अनि खाएर चाहिँ सुताएर 3 दिनसम्म नि कसले खाएको कसले खाएको सुनाखरी उफ त्यो कुहिरोले भ्लगरले के खान्छ के म ए त्यसले खाएको खाएर अनि 3 दिनसम्म सुतायो ज्वरो आएर केही त थाहा पाउँदैन सुत्नु गोमेट गरिन्छ घट्नु नखा भन्दा पनि खाएको अनि त्यो म चाहिँ के गर्नु भने को लागि एक्सपिरियन्सको लागि खाएको क्या कस्तो चाहिँ हुन्छ भनेर अनि के को औषधि चाहिँ हुन्छ त्यस्तो मात्ने धेरै बिमारको औषधि ए हो धेरै रोगहरूको थोरै मात्रामा खानुपर्छ होला घरमा पनि कहाँबाट आएको भने तलबाट आएको त्यहाँ आदि होला यहाँ रहेछ त यो चाहिँ होला नि गुराँसको बिउ हो स्प्रिङ्कल यो चाहिँ आलुमा लगाएको छ हेर्नुहोस् है कस्तो मजा हो आज चाहिँ मेरो हालत खराब भइसकेको छ उकालो र लु भिड पाखै हेर्दा उनीहरू चाहिँ के गर्दैछ भने डाले गुराँस रुख ल्याउने भनेर खोज्दैछ अनि म चाहिँ यहाँ छु एकदमै नसकिनु पऱ्यो आजको भिडियो कस्तो लाग्यो हेर्नुहोस् है अनि लाइक कमेन्ट सब्सक्राइब गर्नुहोस् फेरि पनि भन्छु हुन्छ आज यतिमै फेरि मिल्नेछौँ हेर्नुहोस् अर्को भिडियोमा बाई